नमस्ते। आज म चिकन बनाउन लागेको छु। साउनको महिना सबैजनालाई व्रत लिनुभएको छ होला, माछा मासु खानुभएको छैन होला। मैले चाहिँ सबै चिज खान्छु, व्रत नराख्ने भएको भएर पनि पकाएर खान्छु। सबैको व्रत होला। साउनको महिना मैले चिकनलाई मजाले फ्राई गर्छु, रातो रातो हुन दिन्छु। चिकन फेरि टाँसिएछ कि यसमा अलिअलि बोसो पनि थियो, त्यसैले मैले हल्का तेल राखेको। यसबाट अलिकति मजाले तेल छुट्छ नि त, मजाले फ्राई गर्ने भने। त्यसैले अनि पछि चाहिँ मैले पियाज चाहिँ सुरुमा राख्दिनँ, पछि राख्छु के। सुरुमा राखेपछि रातो रातो कालो कालो जस्तो हुन्छ, अनि त्यसैले मैले पछि राखिदिन्छु पियाजलाई। मजाले चिकनलाई फ्राई गर्ने, रातो रातो हुन दिने, अनि त्यसैले मैले पछि पियाज राख्छु। यसरी बनाएको चाहिँ मलाई साह्रै मिठो लाग्छ। मलाई चाहिँ त्यो काँचो काँचो भन्दा पनि यस्तो मजाले फ्राई गरेको मनपर्छ क्या। सेतो देखेको चाहिँ मन पर्दैन क्या, चिकन फेरि धेरै सेतो देखिन्छ नि त। त्यसरी मजाले फ्राई गर्नुपर्छ। नुन बेसार पनि मैले पछि राख्छु, सुरुमा राखेँ भने त कराई टाँसिन्छ, त्यसै पनि टाँसिएको छ। त्यही भएर अघिल्लो दिन चिकन ल्याएर फ्रिजमा राखेको थिएँ, त्यसैले नि हल्का टाँसियो होला। अनि मैले सिमला मिर्च मलाई साह्रै मनपर्ने, त्यसैले सिमला मिर्च पनि राखिदिएँ मैले। अनि यसलाई पर्लाङ पुर्लुङ चलाउँछु। चलाएर अनि हजुरले पनि सक्नुहुन्छ, देख्दै पनि हुन्छ। मेरो चिकनको मसला पनि रेडी भयो। यी जिरा धनिया लसुन अदुवा टिमुर लङसुक सबै हालेर पिसेको थिएँ यसलाई राख्नको लागि। अनि त्यसैले यसमा राखेर मजाले भुट्छु। अनि मजाले मसला पनि राम्ररी भुट्नुपर्छ, फेरि मसलाको टेस्ट आयो भने फेरि मिठो हुँदैन। अनि त्यसैले यसलाई मजाले चलाइदिन्छु। हजुरलाई पिरो खान मन छ भने पिरो पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ यसमा टमाटर पनि राखिदिएँ। मैले त्यहाँ मसलामा पहिल्यै खुर्सानी राखिसकेको थिएँ पिरोको लागि, पछि नै एड गर्न सक्नुहुन्छ। अनि ढाक्दै पकाउँदै गर्नुपर्छ। लगभग मेरो टमाटर पनि गलिसकेको छ। अनि मजाले टमाटरलाई पनि म्यास गरिदिनु होला, मिसिदिनु होला। यसरी बनाउँछु मैले, देख्दै पनि खाउँ हुन्छ। मैले चाहिँ यस रोटीसित नै खान्छु, यससँग मिठो हुन्छ नि त। त्यही भएर थ्याङ्क यू फर वाचिङ, बाई बाई।